महँगो भए पनि तिमी हौ मन्दिर, एउटा पवित्र स्थान मन्दिर भए पनि तिमी हौ। र हामीले श्रद्धापूर्वक हृदयबाट हामीले बनाएका हौँ र हृदयबाट सम्झेर हामीले पूजाआजा गरिरहेका छौँ। धेरै शक्ति दिनु पऱ्यो, शान्ति दिनु पऱ्यो, यो घरमा बस्नु मान्छेहरूलाई आनन्द महसुस हुनु पऱ्यो। र एउटा मन्दिर जस्तै हाम्रो एउटा मन्दिरकै रूप हो, तसर्थले हामीले एउटा हृदय भावपूर्वकबाट हामीले पूजाआजा गरेका छौँ। र यो सदाबहार टिकाउ हुनु पऱ्यो र सदाबहार आनन्द शान्तिको महसुस हुनु पऱ्यो। यही तरिकाको एक किसिमको महसुस होस् मान्छेहरूलाई भन्ने तरिकाको कुराकानी